आजको च्याप्टर बनाइराख्दाखेरि मलाई अस्ति भरतमणि पौडेलले कम्युनिटी च्याम्पियनमा गरेको पर्फर्मेन्सको डाइलेक्ट याद आयो। उहाँलाई नचिन्ने मान्छे त छैन होला, तैपनि चिन्नुहुन्न भने मैले यो वेबसाइट सफलपाइलट.com भन्नेमा उहाँको बायोग्राफी पाएको छु। यता सर्च गर्नु होला। त्यसपछि उहाँको बायोग्राफी यहाँ पाउन सक्नुहुन्छ। उहाँको बायोग्राफी र उहाँको फेसबुकको पेजको लिङ्क पनि छ। उहाँको फेसबुक पेजमा जोडिन पनि सक्नुहुन्छ। अब यो डायलगलाई नेपाल भाषामा के भन्छ हेरौँ त। हेप्ने मान्छेलाई थिस हान्ने, औडा गर्ने, यस्तै यस्तै कुरा गर्यो भने भाइ हामी मान्छेहरू कोल्याप्स गरिदिन्छौँ। यो ठिस हो कि डिस हो? डिस सुन्दाखेरि डिस जस्तो लाग्यो। डिसको त केही मिनिङ मैले बुझेको छैन। थिस हो कि जस्तो लागेर मैले यो राखेको। डिस भन्ने कुनै शब्द छ र त्यसको मिनिङ केही छ भनेदेखि चाहिँ कमेन्ट गर्नु होला। यो शब्द थिसको सट्टा डिस हो भने यसलाई डिस भनेर बुझिदिनु होला। हेपे 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 याउ 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 मनुत थिस हाने याउ हेपे याउ मनुत थिस हाने याउ औडा याउ थयौ ख लात कि भाइचा जिमस मनुत कोल्याप्स याना भी औडा याउ थयौ खलाते कि भाइचा जिमस मनुत कोल्याप्स याना भी। अब पुरै पढौँ है त। हेपे याउ मनुत थिस हाने याउ औडा याउ थयौ खलाते कि भाइचा जिमस मनुत कोल्याप्स याना भी। अब इच वर्डको मिनिङ बुझौँ है त। हेपे याउ हेप्ने भन्न खोजेको हो यो। मनु भन्नाले मान्छे, मान्छेलाई भन्नलाई चाहिँ मनु त। थिस हान्ने भन्नलाई चाहिँ थिस हाने याउ औडा याउ औडा गर्ने, यस्तै यस्तै थयौ कुरा ख गर्यो भने लात कि गर्यो भने चाहिँ काम गर्यो भन्नको लागि चाहिँ नि या त कि भन्छ हैन। अब कुरा गर्यो भन्नको लागि चाहिँ नि ख लात कि, कुरा गर्यो भने भन्नु पर्यो भने चाहिँ ख लात कि, काम गर्यो भने भन्नु पर्यो भने चाहिँ ज्या या त कि, या त लात। त्यो चाहिँ यस्तो फरक छ। भाइलाई चाहिँ नि नेपाल भाषामा प्राय कुरा गरिराख्दाखेरि चाहिँ नि भाइचा भनेर पनि भनिन्छ। दाइलाई दाइचा भाइचा, चा एउटा चाहिँ पछाडि जोड्छ। जस्तै राम भन्नु पर्यो भने रामचा त्यसरी पनि भनिन्छ। हामी जिमस मनुत कोल्याप्स याना भी गरिदिन्छौँ अर्थात् याना भी। यो ट्रान्सलेसन हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुन्छ। कसैलाई फेसबुकमा यो कपी गरेर पेस्ट गरेर पठाउनु पर्ने छ भनेदेखि चाहिँ कपी पेस्टको लागि हाम्रो वेबसाइटमा जानु होला। वेबसाइटको लिङ्क तल डिस्क्रिप्सनमा छ। त्यस्तै यही रिलेटेड एउटा अरू सेन्टेन्सहरू पनि हेरौँ। हेपेको हो भन्नु पर्यो भने चाहिँ हेपे यानौ खला, हेपे यानौ खला। त्यस्तै अर्को झगडा गर्ने हो ल्याउ खला, ल्याउ खला। झगडा मात्र भन्नु पर्यो भने चाहिँ ल्वाफु भन्छ। त्यस्तै गरी अब झगडालु भन्नु पर्यो भने चाहिँ ल्वाफु खिचा भनेर भन्न सकिन्छ। खिचा भनेको चाहिँ कुकुर हो, ल्वाफु खिचा। हेपी राखेको हो हेपे याना चोनौ खला, हेपे याना चोनौ खला। धेरै हेपी राख्ने होइन है। हेपे याना चोनिउ मक्खु नि अपो हेपे याना चोनिउ मक्खु नि। धेरै अर्थात् अपो होइन है भनेको चाहिँ मक्खु नि। आजको च्याप्टर कतिको रमाइलो लाग्यो, के कस्तो छ कमेन्ट गर्नु होला।
त्यस्तै गरी नेपाल भाषाको फ्री इबुक डाउनलोड गर्न चाहनुहुन्छ भने गुगलमा जानु होला, लर्न नेवारी विथ आकाश गर्नु होला, इन्टर गर्नु होला। त्यसपछि एउटा वेब पेज खुल्छ। यो वेब पेज खुल्छ। यो वेब पेजमा चाहिँ तलपट्टि युट्युब भिडियो छ। तलपट्टि युट्युब भिडियोमा चाहिँ यहाँ बीचपट्टि छ। युट्युब भिडियोमा चाहिँ सबै प्रोसेसहरु दिएको छ। यो हेर्नु होला फ्री इबुक डाउनलोड गर्नु। थ्यांक यू। शुभ